स्पेनिस क्लब रियल मैड्रिडले फिफा क्लब विश्वकपमा आफ्नो पहिलो खेल बुधबार राति साउदी क्लब अल हिलालसँग सामना गर्दैछ। नयाँ ढाँचाको पहिलो खेल अघि रियल मैड्रिडका स्टार भिनिसियस जुनियरले प्रतियोगितामा आफ्नो टिमको दावेदारी उत्साहपूर्ण धारणा राखेका छन्। खेलको 2 दिन अघि उनले मिडियासँग कुरा गर्दै नयाँ ढाँचाको फिफा क्लब विश्वकपको उपाधि जित्ने विशेष हुने भन्दै त्यसका लागि रियल मैड्रिड दावेदारी रहेको बताएका छन्। पुरानो ढाँचाको विश्वकप सबैभन्दा धेरै 5 पटक जित्ने रियल मैड्रिड एक मात्रै क्लब हो। समूह चरणको पहिलो खेलमा अल हिलालसँग सामना गर्नु अघि भिनिसियसले नयाँ स्वरूपको क्लब विश्वकपमा मात्र रियल मैड्रिडसँग रहेको र ट्रफिक रहेकाले पहिलो संस्करणमै यो ट्रफिक चुम्न आफूहरूले मेहनत गर्ने उनले बताएका छन्। हामी पहिलो क्लब विश्वकप जित्न निकै उत्सुकता छौँ किनभने मानिसले पहिलो कहिले बिर्सिँदैन र यो हामी एकमात्र उपाधि हो जुन रियल मैड्रिडसँग छैन। हामी यसका लागि जाग्दैछौँ र हामी यसैको लागि मेहनत गर्दैछौँ, भिनिसियसले बताएका छन्। उपाधिको लागि योग्य त्यहाँ 4-5 टिम छन्, हामी पनि एक हौँ। हामी पनि अरू जस्तै जितको भोग लिएर प्रतियोगितामा सुरु गर्नेछौँ। अस्ति गएको नियमित सिजनमा बार्सेलोनाले टेबल उपाधि जितेको तर रियलले 4 प्रतियोगितामा हारेको विषयमा मिडियाले प्रश्न राखेपछि भिनिसियसले आफूहरूसँग पनि टेबल जित्ने मौका रहेको बताएका छन्। यसअघि रियलले सुपर कप र फिफाको महादेशस्तर कप जितिसकेको छ। अब क्लब विश्वकप पनि जित्ने र रियलले यो सिजन 3टा मुख्य उपाधि जित्नेछ। राम्रो, उनीहरूले ला लिगा सहित 3 उपाधि जिते तर रियल मैड्रिडले तेस्रो उपाधि जित्दै सिजनलाई अन्त्य गर्नेछ। हामीसँग त्यो अवसर छ, हामी त्यसका लागि लड्नेछौँ, भिनिसियसले भने। यदि हामीले क्लब विश्वकप जित्यौँ भने बार्सेलोना भन्दा राम्रो सिजनमा हाम्रो हुनेछ र तपाईहरू पर्खिनुहोस् र हेर्नुहोस्, तपाईहरूको दिन आउँदैछ।